एउटा यस्तो चाडको बारेमा सोचौं जसले संसारभरिका अरबौं मानिसहरूको विश्वासको आधार तयार पारेको छ। आज हामी त्यही चाड इस्टर सन्डेको रहस्य र यसको गहिरो महत्त्वबारे कुरा गर्नेछौँ। यो यात्रामा हामी इस्टर के हो भनेर सुरु गर्नेछौँ, त्यसपछि पहिलो इस्टरको दिन के भएको थियो भनेर हेर्नेछौँ, अनि यसको गहिरो अर्थ के छ र आजभोलि यसलाई कसरी मनाइन्छ, यी सबै कुरामा डुबुल्की मार्नेछौँ। ल सुरु गरौँ है त। ल सुरु गरौँ सबैभन्दा पहिलो र महत्त्वपूर्ण प्रश्नबाट। आखिर इस्टर सन्डे हो तरिके यो उत्सवको खास ठुलो कुरो के हो? हेर्दा त यो प्रश्न एकदमै सोझो लाग्छ होइन र? तर यसको जवाफमा एउटा पुरै विश्वास प्रणालीको जग बसेको छ। त्यसो भए आउनुहोस् यसको भित्री कथा र खास महत्त्व के हो त्यो खोत्लौ। यसको केन्द्रमा छ एउटा यस्तो घटना जसलाई चमत्कार भन्दा फरक पर्दैन। इस्टर सन्डे भनेको खासमा येशू ख्रिस्टको पुनरुत्थानको उत्सव हो। उहाँलाई क्रुसमा टाङ्गिएको ठिक 3 दिनपछि उहाँ मृत्युलाई जितेर फेरि बौरी उठ्नुभयो। यो घटना यति ठुलो हो कि यसलाई पुनरुत्थान आइतबार पनि भनिन्छ, जुन आशा र नयाँ जीवनको सबैभन्दा ठुलो प्रतीक हो। अब एकछिन आँखा चिम्लेर कल्पना गरौँ त, त्यो पहिलो इस्टरको बिहानको दृश्य कस्तो थियो होला? अब हामी समयमा पछाडि फर्किँदैछौँ, बाइबलका पानाहरू पल्टाएर त्यो ऐतिहासिक क्षणलाई महसुस गर्ने कोसिस गर्नेछौँ। बाइबलको लुकाको सुसमाचारले हामीलाई त्यो क्षणमा पुर्याउँछ। कल्पना गर्नुहोस् त, येशूका अनुयायीहरू गहिरो शोकमा डुबेका उहाँको चिहानमा पुग्छन्, तर त्यहाँ उनीहरूले सोचेको जस्तो केही थिएन। चिहानको ढुङ्गा पल्टाइएको थियो र चिहान खाली। अनि त्यही बेला स्वर्गदूतहरूले त्यो घोषणा गरे जसले सबै कुरा बदल्यो, तिमीहरू जीवितलाई किन मरेकाहरूका बीचमा खोज्दैछौ? उहाँ यहाँ हुनुहुन्न, उहाँ त बहुरी उठ्नु भएको छ। सोच्नुहोस् त त्यो क्षणको आश्चर्य, त्यो डर र बिस्तारै बिस्तारै मनमा पलाएको त्यो खुसी। त्यो खाली चिहान त्यो केवल एउटा घटना थिएन, त्यसले त एउटा सिङ्गो विश्वासको आधार नै खडा गरिदियो। तर प्रश्न उठ्छ, एउटा घटना किन यति धेरै महत्त्वपूर्ण बन्यो त? तेस्रो खण्डमा हामी यही कुरा बुझ्नेछौँ, पुनरुत्थानको गहिरो अर्थ के हो र यसले क्रिस्चियन विश्वासको जग कसरी बसाल्यो। येशूको पुनरुत्थानलाई केवल एउटा चमत्कारको रूपमा मात्र हेरिँदैन, यो त क्रिस्चियन विश्वासको मुटु नै हो। यसले धेरै कुराहरू प्रमाणित गर्यो, जस्तै यसले उहाँको ईश्वरत्व देखायो, मृत्युलाई नै जित्नुभयो भनेपछि त उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने दाबी साँचो साबित भयो, होइन र? यसले उहाँले गर्नुभएका भविष्यवाणीहरूलाई पनि पुष्टि गर्यो। अनि सबैभन्दा ठुलो कुरा, यसले विश्वासीहरूलाई एउटा गहिरो आशा दियो कि मृत्यु जीवनको अन्त होइन र एक दिन उनीहरूको पनि पुनरुत्थान हुनेछ। यी सबै कुराले गर्दा नै पुनरुत्थान यति केन्द्रीय बनेको छ। अच्छा, आजको दिनमा इस्टर भन्नासाथ दिमागमा के आउँछ? चर्चमा हुने प्रार्थना र भजन, कि रङ्गी बिरङ्गी अन्डाहरू र चकलेटले बनेका खरायोहरू? हो, यही हो रोचक कुरा। अबको खण्डमा हामी इस्टरको यही 2 पाटोलाई हेर्नेछौँ, कसरी एउटा गहिरो धार्मिक चाडले रमाइला सांसारिक परम्पराहरूलाई पनि आफूमा समेटेको छ। यहाँ इस्टरका 2 फरक अनुहार प्रष्ट देखिन्छ। एकातिर एकदमै गहिरो आध्यात्मिक परम्पराहरू छन्, जस्तै बिहान सूर्योदयसँग गरिने सेवाहरू, जसले त्यो खाली चिहान भेटिएको बिहानीको याद दिलाउँछ। अनि अर्कोतिर इस्टर बनी र रङ्गीन अन्डाहरू जस्ता रमाइला चलनहरू छन्। यी चलनहरूको जरा चाहिँ वसन्त ऋतु र नयाँ जीवनको स्वागत गर्ने पुराना उत्सवहरूमा भेटिन्छ। धर्म र संस्कृतिको यो कस्तो गजबको मिश्रण होइन त? एउटा कुरा याद गर्नुभएको छ, इस्टरको मिति हरेक वर्ष फरिन्छ। किन होला? हाम्रो अन्तिम खण्डमा हामी पात्रोमा इस्टरको स्थान कहाँ छ त्यो बुझ्नेछौँ र यसको मिति कसरी तय हुन्छ त्यसको पछाडिको पुरानो कथालाई पनि खोतल्नेछौँ। इस्टरको समय बुझ्न हामीले यसको यहुदी जरोसम्म पुग्नुपर्छ। धेरै भाषाहरूमा इस्टरलाई पास्का भनिन्छ। यो शब्द हिब्रू भाषाको पासोभरबाट आएको हो। पासोभर भनेको यहुदीहरूको एउटा ठुलो चाड हो, जुन उनीहरूले दासत्वबाट पाएको मुक्तिको सम्झनामा मनाउँछन्। र रोचक कुरा के छ भने येशूलाई यही पासोभर चाडको बेलामा क्रुसमा टाङ्गिएको थियो। त्यसैले उहाँको मृत्यु र पुनरुत्थानलाई पापबाट मुक्तिको एउटा नयाँ पासोभरको रूपमा पनि हेरिन्छ। अनि इस्टर सन्डे एक्लै आउँदैन, यो त इस्टर ट्रेडियम भनिने 3 दिन लामो अवधिको सबैभन्दा महत्त्वपूर्ण दिन हो। यो यात्रा सुरु हुन्छ पुण्य बिहीबारबाट, जुन दिन येशूले अन्तिम भोज गर्नुभएको थियो। त्यसपछि आउँछ गुड फ्राइडे, उहाँलाई क्रुसमा टाङ्गिएको दिन, अनि पवित्र शनिबार, जुन प्रतीक्षाको दिन हो।
र अन्तमा यो सबैको समापन हुन्छ इस्टर सन्डेको त्यो पुनरुत्थानको खुसियालीमा। यो एउटा पुरा आध्यात्मिक यात्रा जस्तै हो। र उत्सव यतिमै सकिँदैन नि। इस्टरले त 50 दिन लामो इस्टर सिजनको सुरुवात गर्छ, जुन पेन्टेकोस आइतबारसम्म चल्छ। पेन्टेकोसको दिनलाई पवित्र आत्माको आगमन र चर्चको स्थापना भएको दिनको रूपमा मनाइन्छ। यसले के देखाउँछ भने पुनरुत्थानको प्रभाव एक दिनमा मात्र सीमित छैन, बरु यो निरन्तर चलिरहन्छ। अन्तमा बाइबलका प्रेषित पावलका शब्दहरूले यसको महत्त्वलाई एकदमै प्रष्ट पार्छन्। उहाँ भन्नुहुन्छ, अनि यदि ख्रीष्ट बौरी उठ्नु भएको छैन भने तिमीहरूको विश्वास व्यर्थ छ। सोच्नुहोस् त, यसको अर्थ हो पुनरुत्थान बिना क्रिस्चियन विश्वासको कुनै आधारै रहँदैन। यो नै त्यो एउटा घटना हो जसमा अरू सबै कुरा अडिएको छ। त्यसो भए यो सबै कुरा हेरिसकेपछि एउटा अन्तिम प्रश्न सोच्न मन लाग्छ। झन्डै 2000 वर्ष पुरानो यो एउटा घटनाले आजको हाम्रो संसारलाई कसरी प्रभाव पारिरहेको छ? चाहे कोही विश्वासी होस् वा नहोस्, पुनरुत्थानको यो कथाले आशा, नयाँ सुरुवात र मृत्युमाथि जीवनको विजयको एउटा शक्तिशाली सन्देश दिन्छ र त्यो सन्देशको शक्ति आज पनि उत्तिकै